चालकज्यू, वार्षिक सुधार सभा तथा सम्मान कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत यहाँहरू उपस्थित सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र सुदूरपश्चिम समाजदर्शी कोरियाको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। पूर्वोक्त साथीहरूले धेरै कुराहरू भनिसक्नु भएको छ र आज वार्षिक साधारण सभामा उपस्थित भएका छौँ। यहाँहरूको अमूल्य समय निकालेर कर्णाली प्रदेशले आयोजना गरेको वार्षिक साधारण सभामा पाल्नुभएको छ। यहाँहरूलाई हार्दिक स्वागत म पनि गर्न चाहन्छु, किनभने म छिमेकी प्रदेशको र छिमेकी दुःख सुख पर्दाखेरि सबैभन्दा पहिले काम लाग्ने भनेको नै छिमेकी हो। र योभन्दा पहिले पनि अहिले भर्खरै कार्यक्रम सञ्चालकज्यूले भने जस्तै योभन्दा अगाडिको नेतृत्वमा भएका साथीहरूले जसरी विभिन्न संस्था प्रदेश स्तरीय संस्थाहरूसँग समन्वय गर्दै अगाडि बढेको छ सुदूरपश्चिम समाज, त्यसै गरी आगामी दिनमा पनि सुदूरपश्चिम समाज हातेमालो गर्न एकदमै तत्पर रहेको छ र जहिले पनि समन्वयकारी भूमिका निर्वाह गर्दै रारा साङ्गीतिक साथको भाग 1 हो कि भाग 1 मा चाहिँ सुदूरपश्चिम समाजबाट राम्रै कन्ट्रिब्युसन भएको अवस्था थियो। हामी हरेक प्रदेशमा भर्खरै गएको सल्लाहको अवसरमा पनि कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा पनि एकदमै राम्रो कन्ट्रिब्युसन गरेको छ। त्यसै गरी खोटाङ हलेसीमा पनि त्यस्तै नै हामीले साथ सहयोग गर्दै आएका छौँ र प्रवासमा रहेर जसरी हामीले विभिन्न समाजहरूसँग समन्वय सहकारी भूमिका निर्वाह गर्दै गरेका छौँ र त्यसै गरी हामीले हरेक उसमा धेरै कुराहरू उठिसकेको छ। खाजामालाका कुराहरूदेखि लिएर धेरै कुराहरू उठ्दै गर्दाखेरि हामी पनि अलिकति सचेत हुनुपर्ने अवस्था मैले पनि देखेको छु। किनभनेपछि समाजभित्रका तपाईँ हामी भनेका एक किसिमको योद्धा हौँ। योद्धा कुन मानेमा भन्दैछु भनेपछि सबैको मुटु हुँदैन समाजभित्र लाग्न र यति समय दिनुपर्ने। यसमा आर्थिक, भौतिक, नैतिक हरेक कुरामा हामीले चाहिँ कन्ट्रिब्युसन गरेर अगाडि बढ्नुपर्ने हुन्छ। समाजका हरेक समस्याहरूसम्म जुझ्नुपर्ने हुन्छ, सबैको कुरा सुन्नुपर्ने हुन्छ र सम्बन्धित निकायमा पनि हामीले कुराहरू पुगाउनु पर्ने हुन्छ र उहाँबाट जवाफदेहिता पनि निकाल्नु पर्ने हुन्छ। त्यसको लागि विभिन्न समाजका जो अग्रपङ्क्तिमा खटिएर काम गर्नुहुने योद्धाप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी भर्खरै एउटा घटना घटेको छ। यो घटना मृतक परिवारप्रति हार्दिक समवेदना, त्यो हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु त्यो भाइ प्रिन्सिपल मगरप्रति। किनभनेपछि प्रवासमा हामी छौँ, हामीले पनि कुनै यस्ता प्रोग्रामहरू अवेरनेस प्रोग्रामहरू मानसिक समस्याका परेकाहरूको लागि चाहिँ पक्कै पनि एउटा कस्तो प्रकारको भनेपछि यो अवेरनेस प्रोग्राम मानसिक समस्या सम्बन्धीका डाक्टरसँग परामर्श गरेर हुन्छ या संयुक्तमा एउटा त्यस्तो कार्यक्रम आयोजना गरौँ भन्ने मेरो चाहिँ उद्देश्य छ। हामी व्यक्तिगत तवरले त हामीले हरेक वर्ष त्यस्ता प्रोग्रामहरू केन्द्रीयको माध्यमबाट गरिरहेका छौँ, तर पनि संयुक्त जति पनि प्रदेश स्तरीय संस्था छ, एनसीसी, एनआरएनएदेखि जति पनि कोरियामा भएका सङ्घ संस्थाहरू छ, सबैले एक किसिमको त्यस्तो अवेरनेस प्रोग्रामहरू राखिदिएपछि पक्कै पनि नेपाली समुदायको हित हुन्छ भन्ने आशा व्यक्त गरेको छु। त्यसै गरी अर्को कुरा एउटा थप्न चाहे, हामीले हरेक कुराहरू हरेक काम गर्दाखेरि टिमवर्कका कुराहरू हुन्छ र तपाईँको आन्तरिक कार्य समितिभित्र लगायत अनि बाहिर सङ्घ संस्थाहरूको पनि एउटा टिमवर्क हुन्छ। तर अब म सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै अथवा नेतृत्वमा म मात्र गर्छु भन्ने हुँदैन। यहाँहरूको साथ सपोर्ट बिना म पनि अधुरो छु, यहाँहरू पनि अधुरो हुनुहुन्छ र समग्रमा समाज र नेपाली समुदायले अगाडि लग्यो भने चाहिँ पक्कै पनि सबैको सहकार्य उति नै फलदायी रहनेछ भन्ने आशा व्यक्त गरेको छु। र धेरै कुराहरू गरिसक्नु भएको छ, म धेरै लामो पनि बोलिनँ। र वार्षिक साधारण सभा कर्णाली प्रदेशले राखेको आफ्नो आयव्यय प्रस्तुत गरेको छ। एकदमै छोटो समयमा धेरै कामहरू गरेर जानुभएको छ। यहाँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अझै यहाँहरूको प्रगति गर्दै जानुहोस् र हामीसँगको पनि समन्वय सहकार्य मजाले गर्नुहुनेछ भन्ने आशा व्यक्त गर्दै यहाँहरूको यो कार्यक्रम भव्य सफलताको शुभकामना व्यक्त गर्दै म आफ्ना 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद।